हेलो नमस्ते हजुरलाई स्वागत छ मेरो भिडियोमा। आज म बिपी हाइवे रिप्ठेभिर अवस्थित सेतीदेवी अर्थात् ऐना देवीको मन्दिरमा दर्शन गर्नको लागि आएको छु र यहाँ दर्शन गर्न आउँदै गर्दाखेरि यहाँ देखिने जुन भित्तैभरि देखिने ऐना जुन 1-1.5 किलोमिटरको आसपासमा फैलिएको छ र यो देख्दाखेरि मलाई एउटा कुराको याद आयो कि हजुरहरूले मलाई सधैँ सोधिरहनुहुन्छ क्या, प्रायः जसो धेरैजनाले सोध्नुहुन्छ यहाँ यो मुख्यतया यो ऐना चढाउनुको कारण के हो, यहाँ यति धेरै ऐना किन चढाइन्छ हैन, के यो सेतीदेवीमा ऐनै चढाउनु पर्ने हो त कि अरू पनि चढाउँदा हुन्छ भनेर धेरैजनाहरूले प्रश्न गर्नुहुन्छ क्या। अब त्यही प्रश्नको छोटकरीमा जवाफ दिने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब लागौँ हजुरहरूले गर्नुभएको प्रश्नतिर कि यहाँनिर ऐना चढाउनुको कारण के हो त। अब मुख्यतया भन्नुपर्दा यो एउटा देवीको मन्दिर हो र देवीको मन्दिरमा ऐना चढाउने परम्परा हिन्दू समाजका विभिन्न स्थानमा प्रचलित छ। यो कुनै सबै मन्दिरमा अनिवार्य नभइकन स्थानीय परम्परा, आस्था र शक्तिको भावनासँग जोडिएको चलन हो। ऐना सत्य, आत्मदर्शन र शुद्धताको प्रतीक मानिन्छ। मानिसले ऐनामा आफ्नो वास्तविक रूप देखे झैँ देवीको चरणमा ऐना चढाउँदा आफ्नो मन, वचन र कर्मलाई पनि शुद्ध राख्ने सङ्कल्प गरेको मानिन्छ। यसले बाहिरी सौन्दर्यभन्दा पनि भित्री पवित्रता र आत्मचिन्तनको सन्देश दिन्छ। धेरै भक्तजनहरूले कुनै मनोकामना पूरा होस् भनेर भाकल गर्छन् र भाकल गरी ऐना चढाउने चलन पनि धेरै ठाउँमा पाइन्छ। यसले देवीको कृपाप्रति धन्यवाद प्रकट गरेको जनाउँछ। कतिपय स्थानीय विश्वास अनुसार ऐनाले नकारात्मक ऊर्जा वा दृष्टिदोषबाट रक्षा गर्ने प्रतीकात्मक अर्थ पनि बोकेको मानिन्छ। यद्यपि यो धार्मिक शास्त्रभन्दा पनि लोकविश्वासमा आधारित धारणा हो। यसरी देवीको मन्दिरमा ऐना चढाउनुको मुख्य उद्देश्य देवीप्रतिको श्रद्धा, आत्मशुद्धिको भावना, मनोकामना पूरा भएको कृतज्ञता तथा मातृशक्तिको सम्मान व्यक्त गर्नु हो। यो परम्परा आस्था र संस्कृतिमा आधारित भएकाले यसको महत्त्व शक्तिको भावनामा निहित छ। र अब यहाँको कुरा गर्दाखेरि यो हाइवेको छेउमै भएको हुँदाखेरि यहाँबाट यात्रा गर्ने यात्रु महानुभावहरूले आफ्नो यात्रा सफलताको कामना गर्दै पनि धेरैजनाले ऐना चढाउने गर्नुहुन्छ र यो ऐना स्थानीय बजारमा सहजै पनि पाइन्छ, उपलब्ध हुने भएको कारणले गर्दा पनि यो ऐना यति धेरै भएको हो भन्ने मलाई लाग्छ। र विशेष गरी यहाँ ऐना चढाउनुको मुख्य कारण पनि यही नै हो। अब यसको विशेष चाहिँ धेरैलाई थाहा नभएको यसको मुख्य एउटा कुरो के छ भने यो सेतीदेवीको अर्थात् ऐना देवीको मेन मन्दिर कुण्डसहित यहाँ तल रहेको छ। अब अर्को भिडियोमा त्यो कुण्ड पनि देखाउने कोसिस गर्नेछु हजुरहरूलाई। आजलाई भिडियो यति नै। अब हजुरलाई भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनु होला र सब्सक्राइब गर्न पनि नभुल्नु होला। अब हजुरहरूको केही जिज्ञासा छ यो विषयमा, अरू केही बुझ्न या जान्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। हजुरले सोध्नुभएको प्रश्नको जवाफ दिने प्रयास गर्नेछु। ओके, बाइ। र जाँदै अन्तिममा लाइक, सेयर, सब्सक्राइब गर्न पनि नभुल्नु होला। र हजुरलाई यो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। हस्त, धन्यवाद।